नमस्कार च्याट जिपिटी। नेपालमा चाहिँ अहिले जसले जे गर्दा पनि हुने रहेछ होइन। र यसो भन्दै गर्दा चाहिँ नेपालका एकजना सम संस्कृति पार्टीका सभापति भनौँ अथवा अध्यक्ष भनौँ, हर्क साम्पाङ राईले चाहिँ बाटोमा एउटा हातले मोबाइल भ्लगिङ गरेर अर्को हातले चाहिँ बाइक चलाएर चाहिँ थोरै सानो दुर्घटना भएर हातमा अलिकति सानो चोटपटक लागेछ र ट्राफिक प्रहरीले मानिसहरूलाई चाहिँ सही ढङ्गले गाडी नकुदाउँदा, सही ढङ्गले बाइकहरू नकुदाउँदाखेरि चाहिँ जरिवाना तोक्छ, जरिवाना लिन बाध्य बनाउँछ, चिट काट्छ, यी विविध कुराहरू गर्ने गरेछ। तर सांसद जस्तो गरिमामय पदमा बसेका सांसदले चाहिँ त्यसरी गाडी कुदाउँदाखेरि अब ट्राफिक प्रहरीले उनलाई कारबाही गर्नुपर्छ कि पर्दैन, अथवा चिट काट्नुपर्छ कि पर्दैन, र यो चाहिँ सबैजना पब्लिकलाई थाहा हुनुपर्छ कि पर्दैन यो विषय। विषय एकदमै गम्भीर छ। कानुनले सबैलाई समान ठान्छ, चाहे त्यो साधारण नागरिक होस् वा कुनै उच्च पदस्थ अधिकारी वा सांसद। यदि ट्राफिक नियमको उल्लङ्घन भएको हो भने त्यसको कारबाही प्रक्रिया अगाडि बढ्नुपर्छ र यसमा पारदर्शिता हुनुपर्छ, ताकि जनमानसमा कानुनप्रति विश्वास कायम रहोस्। यस बारेमा तपाईँको अरू के धारणा छ? हजुर, तपाईँले जे भन्नुभएको छ त्यही धारणा हो मेरो चाहिँ। कानुन सबैलाई बराबरी होस् र सबैले कानुनको पालना गरून्। तपाईँको यो धारणा एकदमै सही र जायज छ। कानुनको नजरमा कोही पनि ठूलो सानो हुँदैन र सबैले यसको पालना गर्नु आवश्यक हुन्छ। यसले समाजमा न्याय र सुव्यवस्था कायम राख्न मद्दत गर्छ। के तपाईँले